साथीहरू आज चाहिँ म चाहिँ यो घरदेखिबाट हस्पिटलतर्फ लाग्दैछु। आज चाहिँ मसँग नयाँ मान्छेहरूसँग उपस्थिति हुनुहुन्छ र म देखाउँदैछु। उहाँ चाहिँ हाम्रो फुपू दिदी, बाबाको बहिनी फुपू दिदी हुनुहुन्छ। म र फुपू दिदी भएर हस्पिटल जाँदैछौँ। कार्ड चाहिँ उहीँ गएर पत्ता लगाउँछ। अहिले चाहिँ हामी खेतको बाटो हुँदै हुँदै त्यो घर छोडेर यो घर छोडेर यो खेतको बाटो जाने साथीहरू। फेरि यही बाटो हिँड्दैछौँ। यो घर पुरा भयो साथीहरू, प्लास्टर गरेर भ्याइसकेँ। अस्ति भर्खरसम्म प्लास्टर गर्दै थिएँ। मैले चाहिँ धेरै समय भयो भिडियो गराउन पाएको थिइनँ। मलाई चाहिँ झ्याउ लाउँथ्यो, अनि तर कहिले कसो यस्तो गरम भनेर हुन्छ नि त, त्यही भएर बनाइदिन्छु। त्यस्तो खासै त बनाउन पाएको थिइनँ। घरदेखिबाट कोही बाहिर निस्किन मन लाग्दैन। हेर्नु साथीहरू, खाली सुतेको छ, कहाँ छ, त्यस्तै छ। देख्न सक्नुहुन्छ साथीहरू, यो कटरमा यति बतिला लाग्थ्यो। अहिले चाहिँ यो खाने बेला भइसक्यो तर एउटा बतिलो भेट्टे छैन। ल हेर्नु साथीहरू, त्यस्तो छ यहाँ। हेर्नु यो के को कारण हो भने थाहा पाइसक्नु भयो। अब यहाँ एउटा दानो रहन नि दिन्नन् के, रहन दिन्नन्। हजुरहरूकोतिर पनि पाइन्छ भने भन्नु होला। कटर सटर भएछन् भने यहाँ चाहिँ आगो लाउनु भएको रहेछ। आगो उस भएको छ। यो चाहिँ हाम्रो यो मेन बाटोतर्फ जाने बाटो हो। यो हस्पिटलको लागि बनेको बाटो हो। यो चाहिँ खोला हो, देख्न सक्नुहुन्छ। फुपू दिदी, ल फुपू दिदी यता हेरिदिनु, मेरो फुपू दिदी हो। यो देख्न सक्नुहुन्छ। होइन, यहाँ चाहिँ यो देखिने हो क्या। यहाँ हाम्रो फुपू दिदी नयाँ मान्छे, धेरै वर्षपछि हाम्रो भेट भएको हो। कति वर्ष भयो मेरो बिहा भएको? लगभग हाराहारी 10 पुरा पुगेर अब 11 लाउँछ। यहीँ असोजदेखिबाट त्यत्रो वर्ष हुँदा पनि भेट्नु नपाइएको थिएन। धेरै समय भएको थियो। देख्न पाइयो, जान्न पाइयो, आफ्नो भनेर चिन्न पाइयो। त्यही त हो नि राम्रो, रमाइलो आफ्नो देख्न सक्नुहुन्छ। यी देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो गाउँको हस्पिटल हो। अब हामी जाँदैछौँ। दिदीलाई सन्चो छैन, अनि त्यहाँबाट त्यही भएर हामी चेक गर्न आएको। अनि त्यहाँबाट मेरो पनि वेट बढी नै भएको थियो। अब त्यही वेट कसरी घट्छ भन्ने सल्लाह लिन आएको भने जस्तै भएछ। देख्न सक्नुहुन्छ हाम्रो हस्पिटल छोटो मिठो राम्रो चटक्कको छ है साथीहरू। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हस्पिटल हो। यहाँ हाम्रो यस्तो छ, च्याटचुट राम्रो है। देख्न सक्नुहुन्छ वरिपरि वातावरण खुल्ला छ, यस्तै छ। देख्न सक्नुहुन्छ यस्तै छ।